यलया श्री गणेश बहुद्देश्य सहकारी संस्था लिमिटेड या निछक्कको वार्षिक साधारण सभा कोचागुदु संस्थाय अध्यक्ष तीर्थलाल महर्जन सभापति तेजुगु ज्याझोया उलेजा ऊर्जा जलस्रोत विषय सिंचाई मन्त्री पम्फा फुसाल यानादिगु ख ज्याझोले ऊर्जा जलस्रोत विषय सिंचाई मन्त्री पम्फा फुसाल विषय यल महानगरपालिका मेयर चिरिबाबु महर्जन श्री गणेश बहुद्देश्य सहकारी या त भिन्तुना तेछानादिगु ख आफूसित भएको रकमको एउटा बचत गर्ने आदत बनाइदिने बचत हुने र आवश्यकतामा खर्च गर्न पाउने र कुनै हामीले व्यापार व्यवसाय गर्न हामीसित भएकोले नपुग्यो भने हामीले आफ्नै सहकारीबाट लिएर आफ्ना व्यवसायहरू सञ्चालन गर्न पाउने यो साँच्चैको साझेदारी कार्यक्रम हो र यसले अझै यो बहुद्देश्य भएका कारणले एकचोटि धेरै सहकारी छ जसले वित्तीय कारोबार आर्थिक पैसा लेनदेनको मात्रै कारोबार गर्छन् तर यो बहुद्देश्य छ कृषि समेतको व्याख्या गर्दै हुनुहुन्थ्यो त्यसपछि नामलाको जे गणेश बहुद्देश्यको ठुलो दमुज्य छ खोजे तस्के सिताला भिनको छानुहुन्छ सम्पन्न जीमा जाते छे शुभकामना व्यक्तिगत नाकोले थनको रिपोर्ट पेश थियो जुल त्यो रिपोर्ट पेश थियो तस्के बाला एकदमै छानो तस्के दिशला एदो कामले लागे छिटो गणेश बहुद्देश्य सहकारी संस्थाहरू चाहिँ एकदमै आर्थिक रूपमा तस्के सबल एकदमै प्रबलीकरण जुइजमु खन यारा चाहिँ ज्याझोले संस्थाय अध्यक्ष तीर्थलाल महर्जन संस्था यानविचुगु ज्याखैबारे जानकारी बियादिको खासा कोषाध्यक्ष रत्नलाल महर्जन आर्थिक प्रतिवेदन हेबयादिको खा संस्थाय ज्येष्ठ सदस्य अठेरेको जंगुया हुनुपि हनुमपि बाजेको बजेट पिन्तन दोस्सलका नेका हति 16 टका हेबताको चिन हुनको या हनागया चिकिन सदस्य भएका संस्थापाके भने हुनुपि बाजेको बजेट पिन्त जी सक्सिया तजिको मोनी नभए जस्ता सुस्वास्थ्य ता आयुया कामया से वेगतिनु छेछे हुना मोटी रोचितका मोनी खत ब्यावयाको वेगतिनु पाकेन शुभ आशीर्वाद क्या याकावेको हुन चिकिता लेखना सदस्यहरूको लेखक अनुमतिमा सम्पन्न भएको सभापछि नयाँ सञ्चालक समिति र लेखा समितिको पनि चयन भएको थियो निर्वाचन सम्बन्धी यहाँको लेखक समितिमा निर्गोप समितिका पदाधिकारीले चयन भएको थियो यसको लागि हामीमाथि विश्वास राखी यहाँले गर्नुभएको सहमतिप्रति हामी आभारी छौँ साथै संस्थाको उत्तरोत्तर प्रगतिमा हामी सदा कटिबद्ध रहनेछौँ भनी यहाँलाई विश्वास दिलाउन पनि चाहन्छु अथे ज्याझोले सचिव भीमलाल महर्जन लगायत नवानदीको खा यस संस्थाको बारेमा कुरा गर्नु पर्दा अहिलेको विश्वव्यापी कोरोना भाइरस कोभिड-19 को विषम परिस्थितिमा छरिरहेको पुँजीलाई एकीकृत गरी सहकारीको माध्यमबाट पुँजी निर्माण र उद्यम सृजनामा योगदान पुर्याई सहर सदस्यहरूलाई उच्च प्रतिफल दिने जीवनस्तर माथि उठाउन सफल पार्ने कृषि सञ्चालन गर्न लागेको त्यही बहुद्देश्य अनुरोध चाहिने आवश्यक कार्य डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न पनि आफ्नो नयाँ भवनलाई कार्यालयको लागि प्रयोग गरी पुरानो भवनलाई डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न काम तयार भएको जानकारी पाएको हुनाले हामी सहर सदस्यहरूमा हर्षित छौँ मन्त्री हेरेर अलाइनु भोलको वाला बिहानीमा मन्त्री थियो खबै घरमा गयो गर्दा समाजले जस्तो आफै राख्नु दिया नियम मोडल नयाँ मिल्छ आलो युवा देखडा ओवाले अनुलिपा नर्सिङ मोडर्न अनुलिपा रामलाया मोडर्न खुसी आको मोडर्न
वेगवेगळं कोण लागू जातो namun akun maya awale modern buka buka ini namun lalu juga balik itu Mana khawar mo protein की तैयारी स्टार्टअप का प्रोफाइल मणिपुर सेक्शन नंबर 5 है तो हमें जो है तो ये काम को कंटिन्यू करना ये कोई कुछ है को अबे तो सर्विस जिला मॉडल या क्या एलविस मॉडल चश्मा से माया मॉडल या है Gracias.